हेलो सत श्री अकाल गुड मर्निङ। आजको भिडियो चाहिँ गाईघाट गुरुद्वाराबाट छ। हामी चाहिँ बिहान रेडी भएर सबै नजिक गुरुद्वारा अरू गुरुद्वारा दर्शन गरेर चाहिँ हामी पुग्यौँ गाईघाट गुरुद्वारा। गाईघाट गुरुद्वारा गएर एकछिन बस्यौँ, कीर्तन सुन्यौँ। अनि तल ओर्लेपछि रथ यात्राको तयारी हुँदैछ है। यहीँ गाईघाट गुरुद्वाराबाट चाहिँ रथ यात्रा हुन्छ साथीहरू, यहाँबाट पटना साहिबसम्म। आजको दिन चाहिँ नगर कीर्तन, यहाँबाट नगर कीर्तन झाँकीसहित चाहिँ वहाँ पटना साहिब चाहिँ पुऱ्याइन्छ है। अब हेर्नु साथीहरू, गुरु गाईघाट गुरुद्वारा एकदम पटनाको पुलबाट एकदमै नजिक छ है। पुल पनि हेर्नुहोस् होला, यसरी यो सवारीको लागि अब र्याली हुनुको लागि हेर्नु, नजिकै त्यो पारिपट्टि गाडी गुडिरहेको छ। त्यो पुल पटनाको पुल हो, त्यो सबसे लामो पुल पटना र हाजीपुर जोड्ने त्यो मेन पुलै त्यही हो कि पटना जोड्ने चाहिँ। अब यसरी झाँकीहरू होइन सबै चिज चाहिँ आइसक्यो बिस्तारै बिस्तारै। हामी त 9 बजीतिर पुगेको थियौँ, 1 बजे सुरु हुने हो नि त साथीहरू। 1 बजे र्याली हुने भएको भएर मैले अलिक भिडियोहरू क्याप्चर गरेको थियो। तपाईँहरू पनि पुरा भिडियो हेरिदिनुहोस्, नछोड्नुहोस्, हेर्नुहोस् सिख धर्ममा के हुन्छ भनेर। प्राय सिख धर्म मान्नेहरू त सिखी नै भाषा बोल्छ, पन्जाबी भाषै बोल्छ होइन। तर मलाई त आउँदैन, तर धर्म चाहिँ म सिख धर्मै मान्ने गरेको छु। अनि उहाँहरू हुन्छ 5 प्यारे। 5 प्यारे भनेको मतलब उहाँहरूले चाहिँ गुरु गोविन्द सिंह भगवान्ले चाहिँ 5 प्यारेलाई चाहिँ सबसे अगाडि अमृत छकाएको। अमृत छकाएको भनेको जस्तो तपाईँहरूले हुन्छ नि प्रणामीमा कन्ठी बाँधेपछि प्रणामी भयो भने चाहिँ उहाँहरू पनि प्योर अबदेखि यही धर्म यो बाहेक अरू कुनै धर्ममा जाँदैन भनेर उहाँहरूलाई अमृत छकाएको। अब हेर्नुहोस्, यो चाहिँ के को थाहा छ तपाईँलाई? यो ट्याङ्की जोडेको छ, पानीको ट्याङ्की। त्यो कुचो लाउँदै पानीले पखाल्ने कुचो लाउँदै 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 यो गाडी पछाडि ट्याङ्की छ। ट्याङ्कीको पानीले रोड पखाल्छ, त्यसपछि झाडु लाउँछ। 200-250 मान्छे हुन्छ त्यो झाडु कुचो लाउने। रथ यात्रा हुन्छ कि साथीहरू। त्यसरी रथ यात्रा चाहिँ यहाँदेखि झन्डै 7 किलोमिटर हुन्छ पटना साहिबसम्म पुग्नलाई चाहिँ। पटना साहिब त्यति टाढा छ यहाँबाट। नगर कीर्तन चाहिँ यहाँबाट हुन्छ। नगर कीर्तन आफ्नो झाँकीसहित सबै पन्जाबदेखि लिएर हरेक ठाउँबाट, अब भनौँ न इन्डियाको हरेक कुनाबाट मान्छे आइपुगेका हुन्छ। जस्तो हामी पनि त नेपालबाट गयौँ, त्यस्तै झन् पन्जाबबाट भन्नु, यो चारैतिर इन्डियामा जहाँ पनि छन् नि पन्जाबीहरू सब आइपुग्छन् कि यो बेलामा चाहिँ। यहाँ चाहिँ गुरु गोविन्द सिंह भगवान्को चाहिँ जन्मदिन हो नि त। जन्मदिन चाहिँ आज हुँदैन, आज चाहिँ नगर कीर्तन भन्छ। नगर कीर्तन, नगर र्याली के र्याली भन्छौँ नि हामी नेपालीमा, र्याली गरेको। अनि नगर कीर्तन भने त तपाईँहरूलाई थाहा छ, नगर भने सहर घुमाउने। यो सहर घुमाउने बेलामा चाहिँ सबैले आफ्नो आफ्नो झाँकी, त्यहाँ पटनाको विशेष झाँकीहरू हुन्छ होइन। अनि पन्जाब, हरियाणा, लुधियाना चारैतिरबाट, यो जम्मूबाट कहाँबाट आएको हुन्छ आफ्नो आफ्नो। हेर्नु यो न्याङहरू भाइहरूले यस्तो यस्तो आफ्नो कला प्रदर्शन गर्छन्। यो निलो पोसाक चाहिँ त्यतिखेर सैनिकलाई प्रयोग गर्थ्यो अरे कि, सैनिकहरूले लाउँछ मैले चाहिँ सुनेअनुसार। अब सिख भाइहरूले थाहा सुन्नुभयो भने त गलत पनि हुनसक्ला नि, तर प्रायः जस्तो सिख धर्मका यो सिपाहीहरू भनौँ न, त्यो बेलाको सिपाहीहरूलाई चाहिँ यस्तो निलो रङको चाहिँ वस्त्र दिन्थ्यो अरे। अब हेर्नुहोस्, यो एउटा स्कुलै हुन्छ के, पन्जाबतिर स्कुलै हुन्छ, पटनामा पनि होला। यो स्कुल हुन्छ, यहाँ हरेक कलाबाजी सिकाइन्छ। तरवारबाजीदेखि हरेक किसिमको युद्ध कलाहरू सिकाइन्छ। त्यो बेलाको युद्ध कलाहरू, जुन बेला गुरुहरूले मुगलहरूसँग होइन धेरै लडाइँ गर्नुपर्थ्यो, त्यो बेलाको चाहिँ धेरै शस्त्रहरू यहाँ चाहिँ सिकाइन्छ कि। शिक्षण पनि गएर कतिले आफ्नो कला प्रदर्शन गर्नु पऱ्यो नि त। आफ्नो धर्ममा लागि परेका मान्छेहरूले चाहिँ सब सिक्छन्। हामी हेर्ने हात हलाउँदै हलाउँदैछ, मेरो साथीहरू सबै छुट्यो क्या साथीहरू। हामी 7 जना चाहिँ छुटेनौँ, अरू सबै छुट्यो। यस्तै हुन्छ कि भिडमा साथी, कोही कता छुटिन्छ, कोही कता छुटिन्छ। अब नगर कीर्तनसँगै र्यालीमा हिँडौँ भने रातको 8 बज्ने भयो साथीहरू। त्यही भएर चाहिँ हामी चाहिँ नगर कीर्तनभन्दा अगाडि के भइरहेछ सबै देखाउँदै लगिरहेको छ है। हेर्नु होला, यस्तो हुन्छ पन्जाबमा चाहिँ, पन्जाबमा होइन पटनामा। पटना साहिब चाहिँ गुरु गोविन्द सिंह भगवान्को जन्मथलो भएको भएर चाहिँ त्यो दिनमा चाहिँ यति हुन्छ। जन्मदिन चाहिँ भोलिपल्ट पर्छ, यो 27 तारिकको दिन। 26 तारिक दिन चाहिँ नगर कीर्तन, पुरै सहरका मान्छेहरू यसरी जथेदारहरू होइन, जथेदारहरू यसरी
कलाबाजी देखाउने न्याङ भन्छ कि यो निलो लुगा लाउनेलाई चाहिँ यिनीहरू चाहिँ सैनिकहरूले चाहिँ आफ्नो आफ्नो कला देखाउँदै हेर्नु सब प्रदर्शन गर्छ के साथीहरू। तपाईँहरू पनि एकचोटि जिन्दगीमा चाहिँ आउनु होला है यो पटना साहिब। त्यो बेलामा आउनु जुन बेला भगवान्को जन्मदिन हुन्छ, त्यतिखेर यति पटना सजिएको हुन्छ कि कुरा नगरौँ। हेर्नु हात्ती घोडा है उठको सवारीदेखि हरेक किसिमको सवारी हुन्छ यो बेलामा मान्छेको। अझ यहाँ तपाईँहरूलाई देखाउन पाएको छैन जुन चाहिँ अहिले लावा लस्कर त आउनै बाँकी छ। स्कुलको विद्यार्थीहरू आफ्नो आफ्नो स्टेटबाट आएको मान्छेहरूको नगर कीर्तन सबैले आफ्नो आफ्नो कीर्तन गाउँदै भजन कीर्तन गाउँदै पटना साहिब पुग्छन् के। अनि हामी चाहिँ अलिक छिटो नै अगाडि लाग्यौँ किनभने राति 10-11 बज्ने भयो नगर कीर्तन सँगसँगै हिँड्दाखेरि चाहिँ। अनि हामीलाई पनि बस्ने ठाउँमा फेरि अलिक टाढै थियो कि हामी यसपालि बस्ने ठाउँ चाहिँ अब हेर्नु हामी पटना साहिब आइपुग्नु लाग्यो। कस्तो रमाइलो हुन्छ कि लाग्छ कि त्यहीँ बसिरहँ जिन्दगीमा, त्यहीँ भगवान्को त्यहीँ दैलोमै बसिरहँ जस्तो लाग्छ कि साथीहरू। हेर्नु यो चाहिँ पटना पुरै उर्लेर आएको हुन्छ, लाग्छ कि पटनाका मान्छेहरूले खानै पकाउँदैन होला त्यतिखेर। यो गुरु भगवान्को जन्मदिनको बेलामा चाहिँ तपाईँहरू यो भिड देख्नुभयो भने यति छक्क पर्छ। खाएको खाइछ हेर्नु साथीहरू। यो चाहिँ लङ्गर हल, लङ्गर भन्नु चाहिँ पन्जाबीमा लङ्गर चाहिँ प्रसाद खाने ठाउँलाई लङ्गर हल भन्छ। यहाँ चाहिँ बसेर यसरी हेर्नु सबैले खाना बाँड्छन् खान्छन्। अनि हामी पनि खाइवरी हेर्नु यो रातिको दृश्य हेर्नु है कस्तो छ। पन्जाबको पटना साहिब मन्दिर यो चाहिँ अर्को पण्डाल थियो, अहिले त्यो पण्डालमा चाहिँ ठुलो बिल्डिङ बनेको छ। कस्तो राम्रो भित्रको दृश्य हेर्नु है साथीहरू। सबले दर्शन गर्नु र मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब युट्युबमा गएर सब्सक्राइब पनि गरिदिनुहोस् है साथीहरू। मैले जानी नजानी चाहिँ भिडियो बनाएको छु, कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु कि लेखेर कमेन्ट गर्नु न साथीहरू। भिडियो हेरेपछि अनि पो मजा आउँछ कि कस्तो भएछ भने त्यो डल्लाडल्ली मात्र नदिनु न, लेखेरै कमेन्ट गर्नु ल मेरा प्यारा साथीहरू। सत श्री अकाल।